तपाईको अफिसमा पैसा नबुझाइकिन लाइसेन्स बन्दैन भनेर फेल भएको भनेर कर्मचारीले भनेको लाइसेन्स उसले राजस्व तिरेर पास भएको बनाइदिएर पैसा लिएर पास भएको बनाइदियो। अब तपाईँ के गर्नुहुन्छ त नि? त्यो कुरा मलाई थाहा छैन। अब भनेर बस्नुहुन्छ कि के गर्नुहुन्छ त तपाईँ? तपाईको कर्मचारी सरकारी काम छोडेर सरकारी कुर्सी छोडेर उहाँको घरमा पैसा उठाउन किन जानुभएको छ? अहिले भर्खरै 11 बजे तपाईँ यही हुनुहुन्न छ कि कहाँ जानुभएको भनेर सोध्नु त उहाँलाई। नक्सा हामीले बनाएको हो, हामीले प्राइभेट काम हो भनेर तपाईँले र इन्जिनियरले बारम्बार भनेको कुरा मसँग रेकर्ड छ। तपाईँले बनाउनु भएको नि नक्सा त। तपाईँ यहाँ सचिवजीलाई सोधेको यो त नक्सा पैसा रहेछ भनेर सिम्पली लिनुहुन्छ। यहाँ बसेर दोकान चलाउने हो कि जागिर खाने हो भनेको, कि दोकान चलाउनु पर्यो कि जागिर खानु पर्यो नि? तपाईँले तपाईँको कार्यालयबाट पैसा उठाइरहेछ बिचौलियाले भनेपछि त्यसलाई बोलाएर कुरा गर्न पनि हैसियत राख्नुहुन्न तपाईँ? त्यो भेटिएपछि रकम उहाँले यहाँ फाल्नुभयो। के सर अब के छ त? के भन्न चाहनुहुन्छ? अब उसलाई अब कारवाही गर्ने हो। कारवाही गर्ने? सरलाई थाहा हुँदैन यस्तो चिज? मलाई थाहा छैन, थाहा हुँदैन पनि थाहा छैन भने थाहा हुनु पर्यो नि त। यसो बाहिर गरेको कुरा तपाईँलाई के थाहा हुन्छ र? भित्र गएर तपाईँको कार्यालयभित्र उहाँले घुस लिनुभयो सर। तपाईँ कार्यालय प्रमुख होइन? तपाईँका कर्मचारीहरूको मोनिटरिङ गर्ने काम तपाईँको होइन कि? तपाईँलाई पनि आउँछ पैसा? के सुन्छौँ भने सर, यातायातका हाकिमहरूले पैसा उठाउनलाई जिम्मा लगाएका हुन्छन् कर्मचारीहरूलाई, जुनियर कर्मचारीहरूलाई जिम्मा लगाएका हुन्छन्। म चाहिँ अब 1 महिना बाँकी रहेको मान्छे हो होइन, साउन भएपछि म निस्किने हो, मेरो पेन्सन पाकिसकेको छ। जाने बेलामा अलिकति लिएर जाउँ भन्ने पनि हुन्छ नि त फेरि। के अरे आमाको दुध चुसेर भएन, बाबु घुँडो चुसेर होला त? तपाईँले त्यस्तो कुरा त मसँग गर्नु मिल्दैन। ठिक छ नमिल्ला, मैले त गरिसकेँ अब के गर्ने। हजुर। नेकपा माओवादी समाजवादी होइन त पार्टीको नाम तपाईँ अध्यक्ष ठिक भनिरहेको छु होइन? मलाई सबैभन्दा पहिला सुन्न मन छ, तपाईँ माओवादी हो कि खाओवादी हो? लेकिन ये साला कर क्या रहा है यहाँ पे? हजुर सचिवजी हजुर नाम शुभ नाम हजुर? नाम मोहन हजुर। मोहन के? ढुङ्गाना। मोहन ढुङ्गाना हजुर सर। त्यो मन्दिरपुलको रसबरीको स्वाद कस्तो थियो? अभी मजा आएगा ना भिडो। महेन्द्रपुलको रसबरीको स्वाद, रसबरी स्वाद त मिठो होला नि सर। मिठो थियो? हजुर सर के होला? कति अरे? 3 लाख? यस्तो होइन जति भन्नुभयो। कुन रसबरी त मिठो थियो? 1.5 लाख? अरे हुन्छ हजुर। सो नाम सरको? मेरो दिपक पौडेल। दिपक पौडेल कर्मचारी हुन्छ? हजुर। ए यहीँको कर्मचारी हो तपाईँ? तपाईँको फोन नम्बर कति हो? 985630 तपाईँको नम्बर हो? हजुर। तपाईँको आफ्नै नाममा छ? हजुर। ए पैसा कति लिनुभयो घुस? यहाँबाट गर्नलाई 5000 रुपियाँ लिखित पास गरेको रेट छ, 2000 रुपियाँ फर्म भरेको लाग्छ, 7000 रुपियाँ कुम्ल्याउनु भयो होइन? 7000 रुपियाँ दिपक सर तपाईँले भर्खरै घुस खानुभयो। त्यो घुस रकम तपाईँको खल्तीभित्र छ। तपाईँले केही कुरा गलत आरोप लगाउनु गर्नु। के कुरा गलत भयो भन्नुहोस् न। सरी सर, हजुरले चाहिँ गलत कुरा गर्नु। के गलत गरेँ सर? हजुर के गलत गरेँ मैले भन्नुहोस् न, भनिदिनुहोस् न, सबैलाई भनिदिनुहोस् न। तपाईँले चाहिँ छापामार शैलीले चाहिँ उ गर्नुभयो मलाई। छापा हान्न त अख्तियारको टोली छ त यहाँ, अधिकार प्राप्त अधिकारी छन् यहाँ। मैले उसँग चाहिँ फोटो खिच्थेँ, उसले चाहिँ मलाई चाहिँ रसिदमा राखेर दिएको थियो। मैले चाहिँ तपाईँले छापा हान्नुभयो भनेर भन्नुभयो, तपाईँले छापा हानेकै हो अख्तियार? छापामा भाउचर चाहियो सरलाई? के सर? भाउचर चाहियो नि होइन? सनराइज ब्याङ्कको भाउचर चाहियो होइन तपाईँलाई? ठिक छ हजुर। 2.5 लाख जम्मा गरेको यो भाउचर ठिक छ? के को सर? हजुर के को? के को भाउचर? फेरि भन्नु यता यता आँखा हेरेर भन्नु। के अरे के को अरे? रामो सुवेदीको खातामा 2,50,000 तपाईँले भने बमोजिम जम्मा गरेको भाउचर। बुझ्नु भएन? यो कसले जम्मा गरेको? उहाँले, तपाईँको सेवाग्राहीले। कहिले भने सर मैले? तेरी सर तपाईँ पनि यहाँ म सिधै पैसा लिँदिनँ, पञ्जीकरणमा बुझाउने हो, रामो सुवेदीलाई बुझाउने हो भनेर तपाईँले भन्नुभएको छैन होइन? शुक्रबार पनि यो कुरा भएको छैन होइन? छैन सर। उहाँ शुक्रबार पनि भएको छैन। ल्याउनुहोस् उहाँलाई देखाउँ। खायो होइन घुस? तिमीले मसँग पैसा सापडी लगाएका हो कि होइन? यसो यसो दिनमा लगाएका हो कि होइन? अनि यसो यसो भनेर लगाएका हो कि होइन? यो दिनमा तिर्ने भनेर लगाएका हो कि होइन? त्यसमा ल्याउनु त मसँग लगेको पैसा। कुन पैसा? कुन पैसा? यो के पारा हो? कन्फ्युज हुन्थे सधैँ यस्ता क्रियाकलापहरू देख्दाखेरि म कन्फ्युज हुन्थे। यो के पारा होला भन्ने खालको कन्फ्युजन हुन्थ्यो क्या दिमागमा। तर आज त्यस्तो केही कन्फ्युजन छैन। यो के पारा हो मलाई थाहा छ। यो के पारा हो भने के पारा हुन्थ्यो? बेइज्जती पारा हो यो। कस्तो लाग्यो?
राम्रो नराम्रो अथवा ठिकै कस्तो लाग्यो ठिकै छ कहाँसम्म हेर्नुभयो भर्खरै सुरु गर्नुभयो रुको जरा सबर करो वान होइन त त्यसपछि त्यो हेरिसके पछाडि एउटा क्वेसन आउँछ हेर्नुहोस् दिमागमा एउटा क्वेसनले यस्तो हाल्छ कि कटप्पा नै बाहुबलीको क्यों मारा